नमस्ते, म एआईडीडी हेमकला। यदि तपाईलाई प्रेरणा, ज्ञान र जीवन बदल्ने कथाहरू मन पर्छ भने तपाईँ सही ठाउँमा हुनुहुन्छ। हामी यहाँ उत्कृष्ट अडियो बुकहरू नेपालीमा सुनाउँछौँ जसले तपाईँको सोच, जीवनशैली र दिनचर्या नै बदल्न सक्छ। आजको कथा वा पुस्तकले तपाईँलाई मात्र मनोरञ्जन दिन्छैन, साथै तपाईँलाई आफ्नो जीवनको अर्थ खोज्न प्रेरित गर्छ। तयार हुनुहोस्, अब हामी सुरु गर्दैछौँ। आज म तपाईलाई एउटा जापानी दर्शनको बारेमा बताउन चाहन्छु जसले लाखौं मानिसको जीवन बदलिदिएको छ। यो शब्द हो इकिगाई। यसको मतलब हो जीवनको कारण वा बाँच्ने अर्थ। कहिले सोच्नु भएको छ, म किन बाँचिरहेको छु? के कारणले म बिहान उठ्छु? म किन मेहनत गर्छु? र के कुरा हो जसले मलाई साँच्चीकै खुसी दिन्छ? जापानीहरूले यसको उत्तर यसै शब्दमा फेला पारेका छन्, इकिगाई। इकिगाई दुई जापानी शब्दबाट बनेको हो। एके मतलब जीवन र गेय मतलब मूल्य वा अर्थ। अर्थात् इकिगाई भनेको जीवनमा अर्थ खोज्ने कला हो। त्यो कुरा जसले तपाईलाई हरेक बिहान उठ्न उत्साहित बनाउँछ। यो पुस्तकका लेखक एक्टर गोर्खा र फ्रान्सिस मायोल्स जापानको एउटा टापुमा पुगेका थिए, ओकिनावा। त्यो ठाउँमा धेरै मानिस 100 वर्षभन्दा बढी बाँच्छन्। तर कुरा केवल लामो जीवनको होइन, उनीहरू खुसी छन्, सक्रिय छन् र हरेक दिन मुस्कुराउँछन्। जब लेखकहरूले सोधे, तपाईहरू किन यति शान्त र खुसी हुनुहुन्छ? उनीहरूले जवाफ दिए, किनकि हामीसँग हाम्रो इकिगाई छ। त्यो सुन्दा कस्तो लाग्छ? किनकि यो दर्शन भन्न खोज्छ, जब तपाईले आफ्नो जीवनमा अर्थ भेट्नुहुन्छ, तपाईँ लामो मात्र होइन, गहिरो जीवन बाँच्नुहुन्छ। अब कुरा गरौँ, इकिगाई कसरी भेट्ने? लेखकहरू भन्छन् 4 कुरा सोच्नुपर्छ। पहिलो, के तपाईलाई साँच्चीकै मन पर्छ? दोस्रो, तपाईँ के राम्रो गर्न सक्नुहुन्छ? तेस्रो, संसारलाई के चाहिन्छ? र चौथो, के कुरा गरेर तपाईँ आफ्नो जीवन चलाउन सक्नुहुन्छ? यी 4 कुरा जहाँ भेटिन्छन् त्यो नै तपाईको इकिगाई हो। तर धेरैजसो मानिसहरू आफ्नो मनपर्ने कुरा खोज्दैनन्। हामी पैसाको पछाडि दौड्छौँ, अरूको सल्लाह सुन्छौँ, तर कहिले आफैलाई सोध्दैनौँ, के म यो गर्न मन पराउँछु? इकिगाई भनेको त्यही हो, तपाईको आत्मालाई खुसी दिने कुरा खोज्नु। अब हेरौँ जापानीहरूले अपनाएका 5 जीवन सिद्धान्तहरू जसले उनीहरूको जीवन अर्थपूर्ण बनाएको छ। पहिलो, सधैँ सक्रिय रहनुहोस्। ओकिनावाका मानिसहरू कहिल्यै पुरै रिटायर हुँदैनन्। उनीहरू सधैँ केही गर्छन्, बगैँचा हेरचाह, सानो काम, साथीहरूसँग कुरा। उनीहरू भन्छन्, जब तपाईँ काम गर्न रोक्नुहुन्छ, तपाईँ बिस्तारै बुढिन्छौँ। दोस्रो, स्वस्थ खानपान। उनीहरू हाराहाछेबो भन्ने सिद्धान्त मान्छन्, पेटको 80% भरिएपछि खाना रोक्ने। सादा खाना, साग सब्जी, माछा, हरियो चिया, यही उनीहरूको रहस्य हो। तेस्रो, सामाजिक सम्बन्ध। त्यहाँ मोए भनिने सानो समूह हुन्छ, मित्रहरूको सर्कल जसले सधैँ एक अर्कालाई सहयोग गर्छ। जीवनमा खुसी र मानसिक स्वास्थ्यको आधार बनेकै सम्बन्ध हो। चौथो, फ्लोमा बाँच्नुहोस्। जब तपाईँ कुनै काममा हराउनुहुन्छ, समय बिर्सनुहुन्छ, तनाव हराउँछ अनि खुसी महसुस हुन्छ, त्यो फ्लो अवस्था हो। जुन काम गर्दा तपाईँ समयको होस गुमाउनुहुन्छ, त्यो नै तपाईको इकिगाईको सङ्केत हो। पाँचौं, सादगी र स्वीकार्यता। जापानी दर्शन वाबे सेबे भन्छ, अपूर्णतालाई पनि सुन्दर रूपमा हेर्नुहोस्। जीवन सधैँ परिपूर्ण हुँदैन, तर यदि तपाईले त्यसलाई स्वीकार्न सक्नुभयो भने त्यो पनि सुन्दर हुन्छ। अब कुरा गरौँ, यो कुरा हाम्रो जीवनमा कसरी प्रयोग गर्ने? हरेक बिहान आफैलाई सानो उद्देश्य दिनुहोस्। आज म के गर्नेछु जसले मलाई खुसी बनाउँछ? कसैलाई सानो सहयोग गर्ने, केही नयाँ सिक्ने वा आफैसँग केही समय बिताउने, यही साना कुराहरूले तपाईलाई आफ्नो इकिगाई नजिक पुर्याउँछ। र साँझमा सोच्नुहोस्, के म आज मेरो इकिगाई नजिक पुगेँ? थप कुरा के हो भने, इकिगाई केवल ठुलो लक्ष्य होइन, यो साना साना क्षणहरूमा पनि हुन्छ। बिहानको घाम, साथीहरूसँगको हाँसो, या केवल शान्त एक्लोपनको क्षण। जीवनमा धेरै चुनौती आउँछन्, तर यदि तपाईलाई आफ्नो किन थाहा छ, तपाईले हरेक कसरी सामना गर्न सक्नुहुन्छ।
त्यसैले आजै केही मिनेट निकाल्नुहोस् र आफैलाई सोध्नुहोस्, मेरो इकिगाई के हो? जब तपाईले त्यो पत्ता लगाउनुहुन्छ, जीवनले नयाँ अर्थ पाउँछ। तपाईँ थाक्नुहुन्न, तपाईँ मुस्कुराउनुहुन्छ। इकिगाई केवल एउटा जापानी शब्द होइन, यो जीवन बाँच्ने तरिका हो। यदि तपाईलाई यो कुरा उपयोगी लाग्यो भने यसलाई अरूसँग पनि साझा गर्नुहोस् र सम्झनुहोस्, आफ्नो इकिगाई खोज्ने यात्रा कहिल्यै ढिलो हुँदैन। धन्यवाद भिडियो सुन्नुभएकोमा। यदि तपाईलाई आजको अडियो बुक मन पर्यो भने लाइक गर्नुहोस् र हाम्रो च्यानल AIDD हेमकला सब्स्क्राइब गर्नुहोस्। कमेन्टमा लेख्नुहोस् तपाईको मन परेको भाग कुन हो वा तपाईँ कुन पुस्तकको अडियो बुक चाहनुहुन्छ र साथीहरूसँग यो ज्ञान साझा गर्न नबिर्सनुहोस्। हामी सँगै नयाँ किताब र प्रेरणादायी कथा सुन्नका लागि फेरि आउनुहोस्। अर्को भिडियोमा भेटौँ, तबसम्म पढ्दै, सुन्दै र सिक्दै रहनुहोस्।